बन्दीपुर जाउनु पर्ने ठाउँ रहेछ यस्तो बवाल सिन छ यार गाइस बन्दीपुरको ट्रिप फर्किन लाग्यो अब हामी एरोप्लेन राइड गर्न जान्छौँ बाबा र म हातले कडे पारेको चिसो लागेको यो गाइस आज चाहिँ डिसेम्बर 19 म नेपाल आएको चाहिँ 16 दिन भयो अहिले चाहिँ बिहानको 7 बजिरहेछ हामी चाहिँ घान्द्रुकमा छौँ होइन एज यु क्यान सी घान्द्रुकमा सनराइज हुन लागेको छ त्यस्तो छ अहिले चाहिँ सनराइज जस्तो हुन लागेको छ घान्द्रुकमा अब त्यही नै म अब तल गएर बजारहरू के कस्तो छ देखाउँछु त्यस्तो यो गाइस दिस इज बन्दीपुर होइन यो चाहिँ बन्दीपुरको एज यु क्यान सी म चाहिँ बादलमा छु सनराइज पछाडि छ ए हुन्छ ए ब्लगर हुन्छ नि भइहाल्यो नि त सही मान्छेको हातमा दिएछु नि मैले क्यामेरा ए म त हार्मोनियम बजाएर मेरो पनि कच्छ कच्छ टिकटक नत्र मेरो लिप सिङ्गिङ होइन आफै गाउने आफै त्यति घुटोले डुम्रे बजार छेकिँदा मैले सबलाई भुलेछु तिमीलाई सम्झिँदा मैले सबलाई भुलेछु तिमीलाई सम्झिँदा छम छम पाउजु बजाउँदै आउँथी मेरी मायालो चियाबारीको कन्तमा गाइस म बाबाको जाँदै हुनुहुन्छ म चाहिँ छिटो यतापट्टि के कस्तो छ दृश्यहरू देखाउँछ है तपाईँहरूलाई किनभने म यो साइड चाहिँ आएको छैन यो साइड चाहिँ हल्का यस्तो रहेछ पो रहेछ त कडा सिन के हजुर पनि म जस्तै अस्ट्रेलिया युएसए क्यानाडा बाहिर बस्नुहुन्छ अनि घरमा मम्मी बाबा एक्लै हुनुहुन्छ नेपालमा हाम्रो लागि चाहिँ साइबरनेटिक्सले प्रिमियम मेम्बरसिप प्याकेज लिएको छ जहाँ चाहिँ हजुरले आफ्नो परिवारको एक सदस्यको 12 वटा प्याथोलोजी टेस्ट गर्न सक्नुहुन्छ 2 जना परिवारको मेम्बरको 5 लाखसम्मको इन्सुरेन्स र 2 जना फ्यामिली मेम्बरको मेडिकल इन्सुरेन्स अप टु 1 लाख इमर्जेन्सी एम्बुलेन्स सेवा इन डिफरेन्ट लोकेसन्स इन नेपाल एन्ड मेनी मोर सो हजुरहरूले मैले जस्तै यो मेम्बर लिन चाहनुहुन्छ भने हजुरले यता दिएको क्युआर कोडलाई स्क्यान गर्न सक्नुहुन्छ कि भने यो भिडियोको डिस्क्रिप्सन बक्समा रहेको फर्स्ट लिङ्कमा क्लिक गर्न सक्नुहुन्छ अथवा कमेन्ट बक्समा गएर फर्स्ट लिङ्कमा पिन गरेको कमेन्टलाई क्लिक गर्न सक्नुहुन्छ अनि त्यहाँ गएर हजुरहरूले प्रिभिलेज मेम्बरसिप प्याकेज खरिद गर्न सक्नुहुन्छ ओन्ली एट $157 इट्स भेरी चिप गाइज हजुरहरूले नेपालमा पैसा मात्र होइन प्रोटेक्सन पनि पठाउनु हुँदैछ आफ्नो मम्मी बाबाको लागि यसको बारेमा हजुरहरूलाई अझै जान्नु छ भने हजुरले मेरो इन्स्टाग्राम तल लिङ्क दिएको छ डिस्क्रिप्सनमा हजुरले मलाई डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ सी यु इन द भिडियो बन्दीपुर चाहिँ आउनु पर्ने ठाउँ रहेछ लाइक स्पेसली त्यो सिनको लागि क्या यस्तो बवाल सिन छ यार फोटो त खिच्यो सुशान्त तिमीहरू आउनुपर्छ यार एकचोटि क्यामेरा लिएर खाना लागेको मिठो मसला चिया यति मिठो यो चिया त हाम्रो मेरो कान्छी बहिनी चाहिँ चियाको पाराख्यो हो उसले चाहिँ चिया यो चिया पायो भने एकै ठाउँमा बसेर पनि 5 कप पनि खाइदिन्छ उसले त्यति धेरै मिठो छ एकदमै राम्रो मिठो पनि कति मिठो कति मिठो मेरो 1% चार्ज छ सो मैले भ्लग अहिलेको लागि यहीँ एन्ड गऱ्यो अब हामी चितवन जान्छौँ झापझुप कस्तो छ हेर्नु झ्यापझुप भन्छ खानेकुरा बोकेर हिँड्दा मिठो मिठो कुन कुन छ त्यही दामी पिरो त धेरै खान सकिन्न यो हो नि त जोस यो हो नि त जोस चाहियो नि त यस्तो जोस गाइस बन्दीपुरको ट्रिप सकिन लाग्यो ल लाग्यो है अङ्कल ल बाई बाई
गाइस अब हाम्रो ट्रिप चितवन यहाँबाट डाइरेक्ट चितवन गइन्छ पाउँ किन्यो बन्दीपुरको अब हामी चितवनको लागि हिँड्छौँ ल गाइस बन्दीपुर भ्लग यही नै यहीँसम्म हो गाइस बन्दीपुर भ्लग अब हामी जान लागेको चितवन हो भरतपुर भन्ने ठाउँमा आइसक्यो लाएर पछाडिपट्टि हुनुहुन्छ तपाईँको साथी योभन्दा उतापट्टिको हो कि होटेल म त्यो होटलवाला गएर कुरा गर्छु किनभनेदेखि यो आर्मी क्याम्प अगाडिपट्टि पिस पुल छ 1300-1500 रुपियाँ लिन्छ रुमको ठुल्ठुलो रुम छ पिस एसी रुमहरू सबै एसी एटेच सबै एसी रुम हो राम्रो छ क्या सरसफाइ लागि राम्रो छ होइन अब अन्त गयो भने 2500-3000 रुपियाँ भन्छ किन महँगो तिर्ने एकचोटि यसो एकचोटि यता साइड डाउन एकचोटि होटेल हेर्नु भएन नि अन्त लान्छु कि गाइज हामी चाहिँ अहिले लाइक होटेल चाहिँ हेर्न जान लागेको छौँ झम्मा हेर्न जाउँ यस्तो छ गाइज होटेल साइलेन्ट पार्क एकदमै साइलेन्ट छ त्यही गाइज हामीले चाहिँ टक्क लगाएर रुम पाएको छ चितवनमा रुम चाहिँ यस्तो छ यहाँबाट भ्यू यस्तो छ अब हामी एलिफेन्ट राइड गर्न जान्छौँ बाबा र म यो चाहिँ आर्मी बारेको होइन अनि राइनोको आमा चाहिँ नभएर बच्चा दुइटा रहेछ अनि बाहिर अब बाघहरूले खाइदिन्छ भनेर आर्मी दाजुभाइहरूले पाल्नु भएको रहेछ भित्रपट्टि राइनोको चाहिँ अब चाहिँ हामी हात्ती चढ्न जाँदैछौँ यता चाहिँ गाइस टिकट लिएर छाप लाउने हो त्यता चाहिँ जराईहरू पनि छन् दाईको नाम के हो दाई उपेन्द्र चौधरी दाई यो बाटो कतिचोटि हिँड्नु सक्नु होला है गाइस है माछा नि रहेछ मार्न दिँदैन क्या त्यही भएर त धेरै भयो मार त समातेर कसरा लाग्यो माछा छ गाइस यहाँ आइसी चाहिँ अलिकति गहिरो रहेछ है दाइ गाइस मेरो भ्युज धेरै आउनु पऱ्यो त्यसपछि मेरो मोनिटाइज हुनु पऱ्यो त्यसपछि स्पोन्सर आउनु पऱ्यो त्यसपछि म तपाईँहरूलाई यही दृश्य ड्रोनमा देखाउँछु पादेको हजुर हात्तीले कडै पार्ने रहेछ चिसो लागेको छ दाइ बुर पारिदिने यार हात्तीले कति किलोमिटरसम्म एउटा हात्तीले बोलेको अर्कोले सुन्छ भाइब्रेसन त्यो हो क्या एकदम ऊ हो नि इन्टेलिजेन्ट हो नि हात्ती हामी जङ्गलतिर बढ्दैछौँ अघि कुन बेलातिर चाहिँ बाघ बढी देखिन्छ यतिखेर हो हात आयो भने एट्याक त गर्दैन नि मान्छेलाई चिनिसक्यो होला हात्तीसँग दोस्ती होला हग्दियो तोपको डल्ला भेट्नु केही नि गर्दैन यसले बानी परिसकेको हो साथी भइसक्यो होला दिनदिनै देख्दा जिस्काउनु हुन्न अगाडि पऱ्यो भने त माछालाई जोतेर आउँछ पोखरा है जङ्गली जनावर जङ्गली हात्ती आउँछ नि अलि उत्तै छ भने भगाउने अलि नजिक आयो भने त हामी अब उपाय के गर्ने हामी भाग्ने कहाँबाट फाल्ने हामी कहाँबाट फाल्दै त मारिहाल्छ नि हो है यहाँबाट ओर्लेर यहाँबाट जसरी म ओर्लिन्छु नि त्यसरी हाम फाल्ने क्या म त मार्छ हात्तीलाई त केही गर्दैन मान्छेलाई चाहिँ मार्छ क्या हात्ती छ यहाँ रोलान्डो धुर्वे सब आउँछ रोनाल्डो धुर्वे अनि गोविन्दे मकुना ए नामै राख्दैछ हो नामै राखे रोनाल्डो रोलान्डो यहाँतिर छ रोज दिनकै यो हात्तीसारमा जहाँ बस्छु नि म त्यहाँ दिनकै आउँछ रोलान्डो नामै राखिदिया त्यसको पुच्छरै छैन हो लिएर डेरे पनि भन्छ लिएर अनि रोलान्डो नाम पनि एउटा गोविन्दे धुर्वे अनि मकुना हजुर 5वटा छ 5वटा जङ्गली हात्ती तलका मगाउँछ तलका है हामी हुन्छ के जङ्गली हात्ती बलियो ठुलो हुन्छ
सुँड पनि हुन्छ र त्यो दारा यत्रो हुन्छ है यताको भाल्ने हात्तीलाई त जित्न दिँदैन हो है ड्युटी गरेर त बिहानदेखि त्यही भएर त्यही खालको खुसी लाग्यो है भेटेर हजुरलाई धन्यवाद भाइले धन्यवाद त्यो गाइस त्यो सवारी पनि भयो एक सिङे गैँडा पनि देखियो चितलहरू पनि देख्यो भोलि चाहिँ हाम्रो आज हात्ती चढ्यो भोलि चाहिँ हाम्रो सफारी छ होइन जस भोलि चाहिँ सफारीमा जान्छौँ चितवन नेसनल पार्कमा राष्ट्रिय निकुञ्जमा यो चाहिँ के कस्तो हुन्छ नि त कस्तो लाग्दो भयो एक्सपिरियन्स रमाइलो नि त काइताको हो है म पहिला बस्नु ठिक छ के गर्नु भाइ धन्यवाद है धेरै धेरै धन्यवाद सवारी पनि चढियो भने त अनेक चितवनमा अनेक भयो गाइस रमाइलो भयो गाइस हामी चाहिँ अब ब्रिडिङ सेन्टर एलिफेन्ट ब्रिडिङ सेन्टर र त्यसो चाहिँ हामी चितवन बजार नै घुम्छौँ लेट्स सी के कस्तो हुन्छ त त्यो चाहिँ जनावरहरूको हस्पिटल है त्यो हनीबी गाइस ए क्युट हात्ती पिकअपै देखिदिनु ए ल गाइस यो सबै प्राइभेट हो सरकारी है त्यस्तो छ है गाइस दाइहरूले करेन्ट छोड्नुहुन्छ त्यहाँ चाहिँ अब जानुहुन्न हजारको नोटको हात्ती यही हो दुईटा हात्ती छ नि हजुर त्यो चाहिँ जुम्लेको हो हैन हजुर राम र लक्ष्मण भन्ने हजुर त्यो चाहिँ राम हो ए राम हजारको नोटको हात्ती चाहिँ गाइस त्यही नै है कतिवटा छ यता बाघ बाघ छ नि बाघमा 150 होइन नि यहाँ चाहिँ यहाँ त एउटा छैन ए एउटा मात्रै हो गरे सुन्दाखेरि पुरै त्यो खाल्डो खनेर अनि गाउन गरेर ए हो र यसो जाली लगाएर ए खानेकुरा चाहिँ त माथिबाट फाल्दिने त्यसलाई ट्याक्क अड्कलेर यो चाहिँ ब्रिडिङ सेन्टर थियो अब भोलि हाम्रो सफारी छ सफारी चाहिँ 2 घन्टा हो कि 3 घन्टा मिनिमम 2 घन्टा मिनिमम हुन्छ अरे भोलि सफारीमा जाने अब हामी चाहिँ अहिले एकछिन यसो चितवनको बजारहरू के कस्तो छ हेर्न जान्छौँ हामी चाहिँ अहिले हिँड्दैछौँ जस बजारतिर यसो एक्सप्लोर गरौँ कि भनेर जान लाग्यो हामी चाहिँ चितवनको बजारतिर होइन ए सबजना यहीँ नै हुलमुल हुँदैछ नि त यो चाहिँ क्रोकोडाइल गाइस सौराहा यस्तो छ यहाँ चाहिँ ओ यसको प्याटर्न चाहिँ गोहीको जस्तो रहेछ गोहीको छालाको जस्तो गाइस यहाँ चाहिँ यस्तो यस्तो छ होइन तलपट्टि घोडाहरू पनि रहेछ रोलान्डो यहाँ चाहिँ सबले फोटो खिच्ने रहेछ होइन सौराको ठाउँमा चाहिँ यता चाहिँ सबले फोटो खिच्ने रहेछ तल बसेर खाने ठाउँ पनि रहेछ यस्तो हामी चाहिँ अब यस्तो फुड हन्ट हान्न जानु लाग्यो होइन यतातिर लेट्स के हुन्छ है त थारू कल्चरल हाउस चाहिँ यतै रहेछ है भित्र चाहिँ लाइक थारू डान्सहरू देखाउनु रहेछ यहाँ गाइस हामीले चाहिँ मैले गुगल म्याप हेरेर आएको शान्तिको किचन भन्ने चाहिँ यो हो होइन यो चाहिँ राम्रो छ भन्नु सुन्नुमा आएको छ लेट्सी के कस्तो छ अहिले चाहिँ हामी झिलिमिली बजार जस्तोमा छौँ हामी अब यहाँबाट भित्र जान्छौँ खानालाई लेट्सी के कस्तो छ सँग थकालीहरू भन्छ त थकाली हजुर थकाली छ तर हाम्रो 4% भन्दा माथि हुन्छ हजुर 4% भन्दा माथि हुन्छ हो र 3 लाई हुँदैन ला हो र यस्तो थकाली त हुन्छ तर मिनिमम 4 जना चाहिन्छ अरे क्या खानालाई ए ठिकै छ धन्यवाद डम्यास रुल थकाली खानालाई 4 जना हुनुपर्छ अरे जोमसोम थकाली भान्साघर भनेको चाहिँ के कस्तो छ विल सी अबाउट दिस के कस्तो छ चाहिँ एम्बियन्स चाहिँ कडा लाग्यो मलाई 3टा चिकन थकाली नर्मल लोकलहरु नर्मल चिकन हजुर लभली गाइस अब म खान्छु खाएर के कस्तो छ म रिभ्यू दिन्छु अनेस्ट रिभ्यू सो गाइस एकदमै अनेस्ट रिभ्यू मलाई चाहिँ 8.5 आउट अफ 10 होइन एकदमै राम्रो छ एम्बियन्स वाइज सर्भिस वाइज चाहिँ 9 आउट अफ 10 नै हुन्छ तर फुड वाइज चाहिँ 8.5 आउट अफ 10 बिकज मैले जोमसोमको रियल खाएको छु अथेन्टिक त्यो पनि भेरी क्लोजेस्ट वान अफ द भेरी क्लोजेस्ट टु जोमसोमको थकाली सो त्यही नै 8.5 आउट अफ 10 एकदमै राम्रो छ यदि तपाईँहरू चितवन सौरामा आउनु छ भने ठ्याक्कै अगाडिपट्टि त्यो राइनोको 2टा राइनोको स्ट्याचुको यतापट्टि भित्र छिर्ने बाटोमा ठ्याक्कै हजुरहरूले यो देख्नुहुन्छ लाइक यतापट्टि जोमसोम थकाली समथिङ के भनेर लेखेको छ होइन म उहाँहरूको लागि त्यो भिडियोमा पनि देखाउँछु सो त्यही नै हो त्यता यता आउन सक्नुहुन्छ यदि हजुरहरूलाई थकाली खान मन छ भने चाहिँ आजको भ्लग यहाँ एन्ड हुन्छ कि सो त्यही हो गाइस ਉਂਗੜਾ ਚ ਪਾ ਕੇ ਤੂੰ ਧਨਕ ਫਿਰਦੀ ਕਿਵੇਂ ਰੱਬ ਨੇ ਦੋਨਾਣਾ ਉਤੇ ਨੀਲਮ ਜੜੇ ਚਮ 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 ਕੇ ਸਿਤਾਰੇ ਵਰਗੀ